एक्लै एक्लै हिँडेर सफल नभइने निष्कर्षसहित राष्ट्रिय राजनीतिमा जेनजी सहित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, धनगढीका मेयर गोपी हमाल, सागर ढकायल, सुमना श्रेष्ठ सहित कुलमान पुकार बम लगायत र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितको नयाँ र बलियो शक्ति निर्माणको तयारी भइरहेको जानकारी समेत गराएका छन्। वार्ता छलफलद्वारा एक हुने सङ्केत पनि देखाएका छन् भने आन्तरिक संवादलाई प्राथमिकतामा राखेर छलफल गरिरहेको समेत जानकारी आएको छ। यो कुराले एउटा खुसीको माहौल सिर्जना गरेको छ। आशा गरौँ यही होस्। सबै नमिलेसम्म एक्लै एक्लै हिँडेर कहीँ पुगिँदैन भन्ने एउटा निष्कर्षसहित यो भएको भन्ने कुरा केही जानकारी आएको छ। सफल होस्, यही होस्। सबैको कामना पनि यही हो, चाहना पनि यही हो।